हेलो साथीहरू, गुड मर्निङ। आज चिकन फिटको रेसिपी बनाउँदैछु है मैले। यसलाई चाहिँ अब म एउटा भाँडामा हाल्दैछु। यसलाई चाहिँ म सफा गर्नुको लागि बोइल गर्दैछु कराईमा। अब चाहिँ नुन मिलाउँदैछु म यसमा, अनि हल्का हर्दी हाल्दैछु। अब हाल्नेछु म अलिकति खाने तेल। बोइल गरिसकेर चाहिँ यस्तो भयो मेरो यो चिकनको खुट्टा। अब चाहिँ म सफा गरेर चाहिँ यस्तो निक्ल्यो, हेर्नुहोस्। अब चाहिँ म धुँदैछु यसलाई टक्कसँगले। यसमा चाहिँ मैले मासु पनि मिलाएको छु, किनभने खुट्टा चाहिँ खाँदैन नानीहरूले भनेर। अब चाहिँ यी सफा भएर चाहिँ यस्तो भइसक्यो मेरो चिकनको खुट्टा। यसमा चाहिँ मैले फेरि हल्दी, नुन, तिखालालहरू हालेर मोलेर रेडी गरेको छु। अलिकति खाने तेल, भिनेगर पनि हालेर। अब चाहिँ मेरो तेल मजाले तात्यो। अब चाहिँ म खुट्टा फ्राई गर्दैछु, किनभने यो खुट्टा फ्राई अब चाहिँ मैले सब्जी काटिसकेको छु त्यसमा हाल्नुलाई। अब चाहिँ मेरो चिकन लेग मजाले फ्राई हुँदैछ। चाहिँ मैले फडन दिने मसला रेडी गरेको छु। मैले अब चाहिँ लसुन पनि कुच्याइसकेँ, मासु पनि फ्राई भइसक्यो मेरो। अब चाहिँ हाल्दैछु म फडन। अब चाहिँ म यसमा मिलाउँदैछु खडा मसला। यसमा छ 5 फोरन, हल्दी, प्याजहरू सबै। अब यसलाई पकाएर म ब्राउन यो प्याजलाई चाहिँ मजाले ब्राउन कलरको हुन्जेलसम्म पकाउनु पर्ने छ। अहिले मेरो यो प्याज रेडी हुँदैछ। यतिको भएपछि चाहिँ तपाईँले टमाटरलाई एड गर्न सक्नुहुनेछ। अब मैले चाहिँ टमाटर हालिसकेर चाहिँ हल्दी हाल्दैछु, कलर, अनि तिखालाल पनि मिलाउँदैछु यसमा मैले चाहिँ अब हल्दी हालिसकेँ। अनि मजाले यो मेरो पाक्यो मसला, हेर्नु सक्नुहुनेछ तपाईँहरू। अब यो मजाले पाक्यो, टमाटर पनि पाक्यो सबै। अब हल्का यो अब चाहिँ यो मेरो मसला पाकेर ग्रेभी भयो। यसमा चाहिँ मैले माथिबाट सिमला मिर्च र त्यो हाल्दैछु मैले खुट्टा। अब यसलाई चाहिँ मजाले पकाएर चाहिँ ग्रेभी निकाल्नुपर्छ। पाक्दैछ मजाले हो। अब ग्रेभी निक्लिँदैछ। यसमा नुन हेर्नुपर्ने हुन्छ हामीले, कस्तो लाग्यो के भयो। हेर्नुहोस्, मेरो चिकनको खुट्टा पाकेर रेडी भयो।